जाते ले जाए फर्क ये बड़ा है हाँ जी आज कुछ बड़ा है अरे कुछ आज ही कहाँ जा रहे हैं बाकी नहीं उनको पता है उनको फोन किया हमारा पतिया वाह मुझे तो पता नहीं जा रहा होइन अझै जानेन किन बोलाएर नसुन्ने किन बोलाएर नसुन्ने होइन अहिले बोलाउनु लाग्छ झालेको अब यहाँ भुट किन्न गएको थियो कि उठ्या तल माथि हो कि पाइजामा आउँछ त घाँस काट्ने लगाउने तल माथि घाँस काट्ने अरू पनि काम आउँछ लोर किनेको राम्रो हुन्छ लोर पोइन्ट लगाएर त अलिक जस्तो त खाने गाह्रो हुन्छ रुखमा चढ्नु पर्छ यो त यार नि छालो जान्छ यार आफ्नो मुटेर हो कि जाँदा के हो मलाई सास त फुट्दैन यता खुट्टालामा हिँड्दै छालाको जान्छ कपडै लगाएको पाइजामा लगाएको हिँड्ने गाह्रो हुन्छ पाइजामा त ठिक हुन्छ पोइन्ट पनि काम गर्नु पर्दैन सबैले मोटो मान्छे यस्तै हो कि भन्ने सोचेको नजाने बस्दिनँ नि एक्लै आउनु यसो अरू पनि आन्छ हरिका ज्वाइँ राख्नु के गर्नु तो अस्तिबाटै 4 दिन भयो छुट्टी गरे दिवाली माने आज मान्दैछन् एउटा मान्छे त्यस्तै हप्ता भइगयो दिवाली मान्दा बिमार भएर आज अस्पताल ल्याइरहेको
यहाँ बङ्गाली दबाईले हिँडसम्म घाँस काट्थ्यो ताप परेको छ कि सक्दिनु पर्ने त पर जाने छ चोपाल काममा देवाल छोडेर आएको देवाल लगाइदिनु जाने छ कस्तो अरे त्यो मालिकै हो त्यो पनि अब नगरी नहुने त गाडी लगाउने ठाउँ छैन एक्लै हो त जाने अँ त तिमी जान परिवार यहीँ बस्छ त्यो माथि कहाँ सडकमा बसेर त मान्छे अस्ति घाँसमा बसेर तल बस्छ अहिले तल माथि बस्छ अस्ति तल निसु घाँस पाल्नु जाने देखेको थिएँ माथि बस्छ तल म गयो भएपछि अब फेरि माथि पनि बस्छ माथि अस्ति आउँदाखेरि माथिको म त यता हजुर माथि तल बस्नुहुन्थ्यो माथि कहाँबाट लानुभयो भने त्यही बाख्रा साख्रा काटिन्न कहीँ भोलि काट्छ मेरै फोन फोन गर्नु यहाँ मलाई बाह्र काटेर भाइटिकाको दिन आज कहाँ खाल्ला भन्नु होला यार काटे पनि काट्न पक्कै हो नि के थाहा छैन काट्नु काट्नु पो फेरि उही हिसाबले लग्नु पऱ्यो कि माल काट्नु मासु त आज पनि लग्नु पर्ला पो आज लग्ने होला भुरी पनि लग्ने होला खाने कि नास्ता पानी मलाई यो त माथि कि माछा त्यहाँ ल्याइरहेको रक्सी खाएर हो नि रक्सी खाएर हो के बिमारी लागि 3-4 दिन झल्याएर भएर रोक्नु हुन्छ भात नखाने हो कसैको किडनी कमजोर हुन्छ किडनी कमजोर भयो भनेपछि त्यो एकासी हुन्छ यता दुख्छ क्या किडनीको प्रब्लम हुन्छ हजम गर्न सक्दैन नि रक्सी बढी खायो भने कहाँ हजम मैले त देख्ने तपाईँलाई पनि नाच्ने 40-45 वर्षको उमेर भएको 10-20 रुपियाँको औषधि नै केही को नि मलाई पनि हो मलाई के हो म त केही मान्छेले भ्याक्सिन जुन लगायो कोरोना कालमा मैले लगाएन कि लगाएन म त लगा मात्रै म त यहाँ मरै मर्छौँ यहाँ न यस्तै मरै एक्लै मान्छे भने नाटा मान्छे खोला भने लगाएन घरमा गाउँमा आएर पनि लगाइन के गाउँमा आइकि त लगाउन लगाउनु एक दिन जानै पर्ने हो होइन कहाँ भ्याक्सिन लगाउने कहाँ के लगाउने मान्छे डर मात्रै रहेछ क्या मनको भ्यान भने केही पनि होइन जाने मान्छे गइहाल्छ नजाने मान्छे कतिका जाने जाने हो लग्नु पर्छ म त यही किन्न आएको थिएँ कि यहाँ दोकान चिने जानु के अरे त म पनि यही लग्छु चिने जानेको त्यो त्यसको लागि आएको थिएँ फटाका हुनुबाट किन्नु पर्ने यहाँबाट किन बारी फरक के फरक होला उहाँ यहाँ यहाँ र उहाँ के फरक होला यो त यो पनि त्यो मोमोवाला खुलेपछि मोमो लैजाने पर्ला भने तपाईँ जाने मोमोको बाटो हेर्छु अहिले 5-10 दिनको पैसा खोज्छु भने मोमो मागेर मोमो लग्दै जानु पर्ला
मोमो कसलाई हो? मोमो त सिलाले पनि बनाउँछ अनि यहाँको अनि त्यो धेरै पाइन्छ के राम्रो बनाउँछ भन्ने याद ऐसा थोड़ी राम नाम की तरह कभी भी ट्राई करेंगे उनके 2 साल 70,000 तो अपने जीत के बाद बनता है ना ल हुन्छ जानु फोन गर्नु ल मगरलाई मैले त्यो मोमोवाला मोमो खाएको क्या जाता रहे यार शाम का प्रोग्राम है घर में जा रहे हैं